र म यतिखेर निस्किसकेको छु रुमबाट र अहिले म जाँदैछु हाम्रा नेपालका लोकप्रिय चर्चित गायिका श्री रमिला न्यौपानेज्यूसँग भेट्नको लागि। किन भन्दाखेरि आज जुन हाम्रो प्रोग्राम रहेको छ लापामा होइन, कुन ठाउँमा रहेछ, कता कुन लोकेसनमा रहेको छ र कति बजे हुँदैछ भनेर चाहिँ बुझ्नको लागि, डिस्कसिङको लागि चाहिँ म उहाँसँग भेट्न म आफै जाँदैछु। कृपया हेरिदिनु होला र सेयर गरिदिनु होला। र म्याम नमस्ते नमस्ते। सन्चै हुनुहुन्छ? एकदमै ठिक छु। अनि तपाईँलाई हिजोको प्रोग्राम कस्तो लाग्यो? मैले सोचेको भन्दा एकदमै राम्रो, यस्तो सभ्य अनि यति भव्य रूपमा हिजोको कार्यक्रम सम्पन्न भयो। सबै नेपालीहरू धेरै आइदिनु भएको थियो। सबैजनालाई थ्याङ्क यू सो मच। अनि तपाईँलाई चाहिँ ग्रिसमा बस्नुहुने नेपाली कस्तो लाग्यो? उहाँको बानी व्यवहार अथवा प्रोग्राममा अनुशासन तपाईँलाई कस्तो लाग्यो? एकदमै राम्रो लाग्यो। लगभग 200-300 जना हुनुहुन्थ्यो, मजाले तर हजुर सबैजना आफ्नो आफ्नो ठाउँमा बसेर सबैजना नाच्नुभयो, तर संयमित भएर एकदमै राम्रो छ। एकदमै। अनि आज हाम्रो पनि फेरि पनि एउटा प्रोग्राम छ है। यो चाहिँ हाम्रो लापामा हुँदैछ। लापाको साइमनको पसल अगाडि हुँदैछ होइन। अनि लापामा हुने नेपालीहरूलाई चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ? लापामा बस्नुहुने अनि वरिपरि त्यहाँसम्म आइपुग्न सक्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आज बेलुका म आउँदैछु। सबैजना आइदिनु होला। एकदम धमाका हुन्छ आज बेलुका। यहाँहरू मसँग नाच्न गाउनको लागि सबैजना आउनुहोस् है। आइदिनु होला र सबैजनालाई चुलो निम्तो छ भन्दै हामी हाम्रो प्रोग्राम साइमनको पसल अगाडि भेट्नेछौँ। बाई गाइस, टेक केयर, थ्याङ्क यू दिदी। ओके बाई।